हेलो फ्रेन्ड्स, आजको भ्लगमा फेरि तपाईँहरूलाई स्वागत छ। हेर्नुहोस् दिन यस्तो ढुमिरहेछ। आज चाहिँ घाँस कटाइ हुँदैछ। बस्तीमा के गर्ने, यस्तै छ लाइफ। हेर्नुहोस् है, आजको मौसम चाहिँ एकदमै खराब छ। एकदमै ढुम्मै भइरहेछ। पानी पर्छ रहन्छ, पानी पर्छ रहन्छ। अब बारी पनि पुग्नु आँटेछ। अब जानुपर्ने छ घरतिर। फ्रेन्ड्स हो, भन्नुहोस् है तपाईँहरू चाहिँ के गर्नुहुँदैछ यसो कमेन्टमा। त्यस्तै छ है बस्तीको लाइफमा। अब घाँस नकाटी हुँदैन। हेर्नुहोस् है, यस्तै छ आज दिन पनि। तर शीतल छ, घाम लागेको भन्दा चाहिँ एकदमै ढुम्मै भएको छ राम्रो। एकदम काम गर्नु चाहिँ एकदम सजिलो हुन्छ। त्यो ढुम्मै भइदियो भने चाहिँ पानी चाहिँ नपरोस्। पानी पऱ्यो भने चाहिँ फेरि सिकसिक हुन्छ। घाँसहरू काट्नु पनि सकिँदैन। घाम पनि नलागोस्, पानी पनि नपरोस्, ढुम्मै भएको चाहिँ राम्रो। हुन त मान्छेलाई के, पानी पर्दा पनि जस छैन, नपर्दा पनि जस छैन। पानी बेसी पऱ्यो भने के साह्रो पानी परेको भनेर भन्छ। घाम लाग्यो भने के साह्रो घाम लागेको, पानी पर्नु नि हो भनेर भन्छ। कहिले जस चाहिँ हुँदैन मान्छेलाई, कहिले सेटिस्फाई भन्ने कुरो चाहिँ हुँदैन है साथी। त्यति चाहिँ अब त्यो चाहिँ एकदम त्यो चाहिँ सत्य नै हो। पानी पऱ्यो भने के साह्रो पानी परेको, घाम लाग्नु नि भनेर भन्छ। घाम लाग्यो भने के साह्रो घाम लागिरहेको, पानी पर्नु नि मान्छेलाई। त्यो चाहिँ एकदमै त्यो कुरो चाहिँ मान्छेको त्यो चाहिँ माइन्डमै बसिसकेको छ क्या। त्यो चाहिँ एकदम जस छैन मान्छेलाई। म चाहिँ भन्छु घाम पनि लागेको राम्रो, पानी पनि परेको राम्रो। एकदमै त्यो चाहिँ एकदम मान्छेले याद गर्नुपर्छ त्यो कुरो चाहिँ। किनकि नेचर हो, प्राकृतिक हो। अब प्राकृतिकले के गर्छ नि, अब त्यो थाहै हुँदैन। नेचरले अहिले हामीलाई डिस्ट्रोय गर्नु सक्छ चाहियो भने, होइन। त्यो नेचरसँग चाहिँ कुनै पनि जिनिसले, भगवान पनि कम्पेयर गर्नु सक्छ जस्तो लागेन मलाई। भगवानले पनि कम्पेयर गर्नु सक्दैन नेचरसँग चाहिँ। त्यो चाहिँ अब मलाई चाहिँ एकदम त्यो कुरो चाहिँ ठिक हो जस्तो लाग्छ कि मेरो विचारमा चाहिँ। नेचर नै एकदम